को भावमा एक व्यक्तिले बाटो तर्ने प्रयास, एक खुट्टा ढुङ्गामा अर्को प्रयास, उसको कस्तो हुनेछ त? ऊ आएछ नभिजी, म भने भिजेर चुप्लुमै। आजको एबी न्यूज यही समाप्त। क्यामेराम्यान अमित राज काफ्ले, काठमाडौँ। हेटौँडाको भाइरल पुल, राप्ती खोलाको पुल। यस्तो पाराले त हामी वीरगञ्जमा त रातिको 12 बजी पुगिन्छ। के भएको छ हालत थाहा छैन, कपाल त्यही त। यता चितवन, यता काठमाडौँ। यो बाटो चाहिँ खाली राजपथ जान्छ क्या। उयो फुस्ला रुखहरू देखाएछ? देखाएछ। मोडिफाइड क्रेटा हामी पर्सामा, पत्लैयामा, वीरगञ्जमा चलाउँदैछौँ। कस्तो सिधा बाटो हो। यो के हो घण्टाघर म्युट गर्दा चाहिँ एस्थेटिक आउने गरी। त्यो बेला त त्यही त म यो बिरयानी खान्छु। त्यही त बिरयानी भित्र बस्छ। हाम्रै हो यो।
हुन्छ हुन्छ हालिदिनु यसै खिचेको लिन आएर त्यो लिनु त्यो लिन त्यो चाहिँ लि भने हस् त धन्यवाद यस्तो टिकुवेमा खाता झ्याप्छु के वेमा ऊ त्यो भटुरेलाई फुटा न यस्तो बिचमा औँला प्याट्टा हाल्नु एकै ठाउँमा ल अब चुडाल खान किन लज तातो रहेछ क्या हल्का कसा कसाको दामी यार सुको त तातो रहेछ बिरयानी त टाइम लाग्दैन गरिदिनु दाइ हजुरको हिसाबले गरिदिनु म आफै खिच्छु ए सकिन लाग्यो केही हुन्न थरी हो तर लास्टै धेरै पो हुँदो रहेछ यार मैले त 1 पाउ 200 ग्राम भनेर थोरै भन्नु 200 ग्राम भनेर त एकजनाले मजाले ओभरअल यो सहित म धेरै नै टाढा हुन्छ होला हैदराबादी मुरादाबादी पक्कै यो ड्युले छ कि हैदराबादी राजाबादी भन्नु मुरादाबादी र हैदराबादी वीरगन्जको बिरयानी हो यो पार्ट चाहिँ दामी आयो खुर्सानी प्याज मासु लोभ लाग्दै आछ है यो चाहिँ मसला अलिक कम भएको मुरादाबादी मुरादाबादी सस मासु राखिदिनु होइन पर मिठो छ अलिकति प्याज यो मिठो बढी हेर्दाखेरि नि यही मिठो छ तर यो बिरयानीवाला स्क्योर त्यस्तो खाने हो आएको चाहिँ मलाई यो चिकन स्क्योर्स यो मानको कस्तो मिठो यहीँसम्म स्मेल आइरहेको छ यसको त होइन चाहियो हो सोध्या हो एक मिनट खाइदिन मैले खिचाइरहन्छ फेरि एक्टिङ गर्दा सुरु
अहिले भण्डाघरको खिचाइ नजिक पुग्यो ट्याप्पो समाजै खाली राति नै राम्रो देख्ने रहेछ है एक प्लेट पाव भाजी गरिदिनु हजुर खा हो भाइटिको पछि तराई होइन हुन्छ भने पछि तराई आयो हिजोको सपना आज भएछ विपना यो चाहिँ वीरगन्जको पावभाजी पनीर नहीं हुन्छ भाइ पनीर आलु भेज रोलमा चाहिँ के हुन्छ चाउमिन मात्रै हो आठ दसवटा भएपछि मात्रै मन परेको एउटा दुईटाले हुँदैन अनि मात्र होला चिकन की एक काले सर एउटा खुवाइदिनु पर्यो
छुर्पी हो यो होइन नारिवल नारिवल हो ए मह पान पुरै खाइदिनु होला है पुरै खाइदिनु होला आधा नि खानु मिल्छ भने नफ्याँक्नु होला ए फ्याँक्दैन नि दाइ सबै मिठा पान छ मिठो लाग्छ गप्प न त गप्प गप्प यसरी गप्प हेर्नु है? छिटो गप्प गप्प धन्यवाद यहाँ पूछे हुन्छ आज बिहार के बहुत ही पास आ गए पूरा ही बिहारी बन गए ठीक है हम रुको पान खाए गए बहुत ही बढ़िया हम पिचकाए रहे रोड में चल रहे पान खा के साला हम ये बीरगंज के बहुत ही कोने कापते में हम एक्सप्लोर कर रहे साला पान कैसा लगा तुम्हें पान बहुत अच्छा लगा ई को बोलना ही नहीं आता ठीक है बा अब हामी यो नयाँ बाटो सिधा जनकपुर जान लाग्छौँ अनि एकछिन रेस्ट गरेर छौँ पिपलको रुख मुनि गाई पनि छ अन द वे टु जनकपुर एकदमै ब्युटिफुल वर्षा नेसनल पार्क 30 kilometers from 360 kilometers from Mechi Mahakali Mechi यहाँ अहिले मृगले बाटो काट्यो भने यति घुट्यो कस्तो बाटो हो यो लास्टै मजा आउने यार फर्किरहेछ है कोही कस्तो थर्केको है पुल त कस्तो छ बागमतीकै हो हाम्रो पशुपतिबाट बगेर आउने यो ठाउँ हो यहाँ यस्तो पुरै ढुङ्गा देख्ने बागमती के हो कस्तो राम्रो मान्छेहरू नुहाइरहेछ खेलिरहेछ
यत्रो ठुलो बाटो इन्डिया जाने होइन त इन्डियातिर हिँड्दै जाउँ है हुन्छ बसन्त ल मुला यत्रो टाढा आएर इन्डिया जाने भने त बसन्तपुर त जम्मै 11 किलोमिटर रे कन्डक खाने हो क्या बसन्तपुर गएर जाउँ हामी काठमाडौँबाट कति किलोमिटर पर्छ हामी त 300 किलोमिटर पर छ त्यही पनि बसन्तपुर त 11 किलोमिटर मात्रै टाढा रहेछ जाउँ कन्डक खाएर ल जाउँ खसीले हानेर चैत भएको दिनु अगाडि तर बाँकी वेलकम टु जनकपुर प्लेस वेयर सीता वाज बोर्न कस्तो राम्रो देखेको यार यो हाम्रो मित्र साथी भेजमा यो नन भेजमा एउटा मान्छेलाई ट्रिट अच्छा थ्याङ्क यू के हो हात धोएर आउँछ धेरै तल ठिक छ भइरहेछ म जनकपुर आएको छु मिठीला थाली खाना काठमाडौँमा नखाइकन अनि यहाँ चाहिँ कति धेरै आइटमहरू छ फिस मटन अचार यहाँ अनलिमिटेड अचारहरू अनि यो के हो आई डोन्ट नो करेला पर्वत काउली कति नदेखाएको कुराहरू पनि छ होइन अथेन्टिक मिथिला थाली आम भेरी एक्साइटेड यो तिलौरी हो तिलौरी हो यो चाहिँ पहिला पहिला हाम्रो घरमा पनि हलुवा पनि रहेछ दही बडा एकैछिन गर्छ दही बडा दुईटै रोटी खानु सर
कसैले केही भनेको छैन, भन्यो भने माफ गरिदिदियो भन्नु। डेकोरेट गरेर पुरानो डेकोरेट गरेर सिधै यहाँ रहेछ। अनि म चाहिँ किन होटेल जानु त? होइन त नुहाइरा बेला भने ए कि त्यो भूतनाथ तै गइसक्यो नि त, अरू नि एक्सप्लोर गरौँ अनि त्यहाँ हुँदा मलाई त्यहाँ पुगेको छैन कि त्यही भएर त्यहाँ जान्छ। अनि अघि किन जाऊँ भने त? छोला भटौराको अचार नै छ होला, एउटा छोला भटौरा खाने कि त पुरी तरकारी। राम बलामीको हो, राम बलामीको राहुल, उसको छोरा राहुल बलामी चाहिँ हाम्रो फेरि एकदम मिल्ने साथी। ए तपाईँको साथी के लस्सी जिरा 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 खाने अझै भन्ने हुन्छ हुन्छ। एउटा जिरा लस्सी डस्टबिन बनायो दाइले अब त्यो भन्दा पनि बजेको थियो होला यहाँ 3% चार्ज छ मेरो मोबाइल। पकौडा नर्मल पकौडा। केराको छोइरा हुनु सुनि खुसी भयो मजा। छोइला रहेको केरा केराको स्वाद त छोपेर खाउने के यार एउटा एयर फ्राइड जस्तो छ यार। है हातमा अचार पनि छ, झ्याल पनि सयको यहाँ सयको दुई भाइ त्यो साइड को छ त्यहाँ
सब एकै ठाउँमा जम्मा गरेको छ मिठो कैमरा लेते बेड़ा बाबु बरल अगाडि पनि आउँदैछ सँग अनलाइन कसरी भाग्छ म हेरौँ अब भाग्दैन रहेछ यहाँ और लेचुंगे पूरी स्वारी भन्दा नि Impala. ओए कति धेरै हो जिउमा काँडा उम्रे यार
पानी खान आओ गैरा गुत छ गैराकै त होला नि यता हात्ती चल्दैन यो ठाउँ चाहिँ आएकै छ चितवनको लिटरली यस्तो त कुनै पनि आएको भित्र के छ कि के खै कस्तो आवाज आउँदैछ त मजाले हेर्दा है त्यही भने क्या देखा हेर्दै मान्छे मार्छ जस्तो छ यार हेर्दै मान्छे मार्छ जस्तो छ भर्खरै त आएको उदाहरणहरू कत्रो ठुलो छ क्या कत्रो हो भइदियो त अपुई यो चढे फेरि गर्ने बस्छ ओए कस्तो पोज दिएको क्या हाम्रो स्न्यापको लागि कस्तो ह्यान्डसम यार कस्तो राम्रो क्या हेर्दै कस्तो डेन्जर मोमोसँग ल्याउँदिनु बट ठ्याक्क अघि मैले पूजालाई फोन गरेको हेरेको 3:15 रहेछ क्या त्यही त अहिले कति बज्यो ठ्याक्क 20 कति भयो अहिले ओ 21 त्यही त 6 मिनट भयो ठ्याक्कै 1 घन्टा 6 मिनट भयो ठुलो पिस खान्छ एउटा ये साला स्लो मोशन की दुकान छिटो गर्न खा 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 मिठो खाना भन्ने कुरा बिस्तारै खानुपर्छ खाना पचाउनुपर्छ ब्यालेन्स डाइट खानुपर्छ
अमेलो प्यारो खसी हुनुपर्छ ठीक 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 आज अर्को आधा गर्ने होला यता गएको थिएन नि हामी हिजो जनावरदेखि सबैजनाले देख्नु भएको छ चिच्याएर नबोल्नु हल्ला नगर्नु होला है हल्ला गऱ्यो भने जङ्गली जनावरहरू लुक्छन् फेरि तपाईँहरूलाई अब जसले देख्यो हातले देख्न पाइँदैन अहिले हामी यताबाट जान्छौँ यताबाट गएर फर्केर आउँदा हामी हेर्छौँ पाइन्छ त्यस्तो बिना डराउनु पर्दैन माउ बच्चालाई चाहिँ डराउनु पर्यो ल आनन्दसित ठुलो लाएर गर्नुहोस् हाला नगर्नु तपाईँहरू हल्ला गऱ्यो भने त्यो यस्तै किनभने प्रायः जस्तो एकै ठाउँमा हाल्छ कि एक डोका मल एक डोका मल बाले चाहिए बिचबाट क्रस गरेर है तपाईँलाई भिडियो बनाउनु भने बनाउनु कोही बेला गाडी धस्केर जान्छ कि त्यो रिसाएन भने त्यस्तो उयो गर्दैन कि रिसाउनु पाल्नु हुँदैन जुडिरहेको बेलामा अनि माउ बच्चा भएको बेला मात्रै हो क्या गाइडाले चाड्छ भने गाइडाले चाड्ने भने तिनीहरूको मुनिबाट दारा हुन्छ त्यो दाराले उठिने हो एकदम गाह्रो पर्छ त्यो एउटा खानेकुरो कप्पा दिनु अनि त्यसपछि ठ्याक्क आशीर्वाद दे उता दे यता हेर हो अलि यता आउनु अलि सिधा बस्नु हो राम्रोसँग दे राम्रोसँग दे राम्रोसँग दे राम्रोसँग दे दक्षिणा कसलाई कसैलाई दिन्छ मलाई दिन्छ यताले दे यसो गरिदियो पैसा म दिन्छु नि फेरि
म नि दिन्छु नि आधी आधी गर्नु ल ल ल उसको र मेरो तर्फबाट त ल ल दे ल ले त यो ले त पूजा घाँस भएर हो कि उता आशीर्वाद दे हामी एउटा साथी आउनु उज्यालो कहाँ हुन्छ खिचिरहेको छस् गाइज म चाहिँ लाइफमा पहिलोचोटि गङ्गटा यानि क्र्याब ट्राई गर्दैछु है यो चाहिँ मलाई माकुरासित एकदम डर लाग्छ यो चाहिँ हेर्दै माकुरा जस्तो चाहिँ यस्तो यस्तो मिठो बास्ना आइरहेको छ नि अनि खुट्टा खानु हुने हो कि नै मिठो रहेछ मिठो हजुर यो घरकै म चाहिँ घुङ्गी फर्स्ट टाइम ट्राई गर्दैछु यसले फोकस गर्दा फोकस भयो म चाहिँ घुङ्गी फर्स्ट टाइम ट्राई गर्दैछु कस्तो हुन्छ है पहिला सुप खाऊँ है पहिला सुप खाऊँ है त मिठो लाग्यो तातो मलाई त झोल चाहिँ कस्तो मटनको सादा सुप जस्तो लाग्यो अनि यो चाहिँ भित्रबाट चुस्दाखेरि फ्लेभरफुल मासु आउँदछ लास्ट आउँछ यसमा देखाउँछु है देखा त फोकस गर्नु थिच्न यस्तो मासु आउँदो रहेछ है भित्रबाट चाहिँ झोलमा चोपौँ अलिअलि किरकिर छ तर मिठो छ आज घरमा आएर यहाँको थारू सेट मगाएको छु जसमा घुङ्गी आइहाल्छ डक मासु अनि यो माछाको सिद्रा माछाको अचार कस्तो मिठो लाग्यो अनि भेजको लागि पनि अप्सन्सहरू राम्रो रहेछ कौली सागमा अन्डा सरी आलु अनि भेजिटेरियन साथीले चाहिँ यहाँ सोयाबिन साँधेको र मसरुम साँधेको मगाएको छ अनि मैले एउटा एक्स्ट्रा कुरा भने चाहिँ यो गङ्गटा मगाएको छु मासु पिस दामी छ लेदो पनि बदपालको छ है यसरी मुछेर मजा आयो त्यो गाइडले यताबाट ल्याउँदैन नि त्यही भएर जहिले उता लाग्छ ऊ त्यहीँ त्यो गाइडकै साइडमा नि छ गयो ऊ त्यहाँ सुतिरहेको छ देखिस् देखेँ देखेँ चियर्स
ओए मिठो यार शेर्पा बियर माई फेभरेट बियर कस्तो क्रिस्पी छ कि टेस्ट कस्तो फ्लेभरफुल अलिअलि भेनिला जस्तो कस्तो मिठो छ है कस्तो अमेजिङ भ्यू यार प्रेम दाई जानुभन्दा अगाडि भिडियो बनाएको के भन्न चाहनुहुन्छ त काठमाडौँको साथीहरूलाई काठमाडौँको साथीहरूलाई के भन्न चाहनुहुन्छ त ए के नभन्ने ए हुन्छ हजुरलाई त्यो बोरा मनपर्छ कि ऊ त्यो बोरा अँ मलाई त यही बोरा मनपर्छ ए यही बोरा मनपर्छ हो ए ठिक छ हजुरको फेभरेट खानेकुरा चाहिँ खानेकुरा अँ खानेकुरा अब मिठो त त्यही हो मासु माछा ए मासु माछा अनि आलु र पनिरमा पनिर पनि मिठो लाग्छ ए ग्यास र चुलोमा छ ए हस् त प्रेम दाई गुलियो र अमिलो होइन पहिला थियो नि अर्को रातो रातोवाला पनि एउटा गुलियो बदाम हालेको चक्क परेको यहाँको राकेश पानीपुरी खाँदाखेरि मन खुसी हुन्छ भनेर सुनेको थिएँ त्यसको लागि अब यो गरेपछि चक्किलो अमिलो भयो अब गुलियो पनि आयो अब घुमेर खाँदै कस्तो हुँदो रहेछ चाखौँ यो खान त ल एक हम इसमें टमाटर डाल के मिर्च डाल के अब धनिया डाल रहे हैं तो वो डाल के कुछ ऐसा दिखेगा तो यो ठाउँमा भाइले घिउ हाले चाहिँ मिठो हुन्छ घिउ चाहिँ फ्रिजमा राख्यो भने अलिकति जमेको रहेछ तर पग्लिने चालिने हुनेछ घिउ हालेपछि चाहिँ यो छोटी इन्डियन हुनेछ घिउ चाहिँ अलिकति तामाको बोटा जस्तो बनाउँछ तर पनि राम्रै हुन्छ भन्ने आश गर्नेछु मित्र काठमाडौँ यति धान पनि आएको छ यो किचनमा र हामी यहाँ पनिर पनि बनाइसकेका छौँ यो कसरी बनाउने भनेर सिक्नको लागि सब्सक्राइब गर्नुहोला